ल साथीहरु हामी चाहिँ सबै युनियन पार्कमा आइसकेका छौँ है। तपाईहरु पनि आउनु होला। अब हाम्रो आन्दोलन यसो मागहरु यस्तै हो र सबै साथीहरु पनि यसरी आउनु भइरहेको छ हैन। यहाँ देख्न सक्नुहुन्छ सबैजना आउनु भएको छ र अब लाग्छ राइडरहरु एकजुट हुने अवस्था आइसकेको छ र है सबैजना चाहिँ एकजुट हुनु पर्यो राइडर साथीहरु। केही भन्दैला भोलि देख्नुहुन्छ हाम्रो राइडरले 25,000 होला नि दिनको तलको हालै रेकर्ड गरेर हो के रेकर्ड गरेर हालै हाल्न मिलिहाल्छ मेरो भन्दै हो भन्दै साथीको भन्दै हालेको जस्तो लाग्यो भन्दै नि हुन्छ के गर्नु पर्छ यस्तो नहाले भाइ पछि चिया गर्ने मलाई हाल्दैन तिमीसँग पत्रकारसँग बात अफिसहरु घेराउ गर्ने भाइलेन्स क्रिएट गर्न चाहिँ पाउनुहुन्न भनेर चाहिँ बोलिसकेको छ है। यो चाहिँ हामीले उनीहरूले डाइरेक्टली भनेको कुरा म तपाईहरुलाई भनेको। अब हाम्रो मेन मलाई लागेको कुरा चाहिँ भन्दिछु। जस्तो कि अहिलेसम्म मलाई एउटा क्वेसन मनमा आएको चाहिँ कस्तो भने सरकारले चाहिँ म्यानिपुलेट गर्दैछ क्या हामीलाई। हाम्रो कुरा पनि सुने जस्तो गर्ने वार्तामा एउटा टेबलमा पनि राख्ने। अनि मलाई एउटै मात्र जवाफ चाहिएको चाहिँ के हो भने जुन त 5% लागू गर्यो नि त। अब अरू पैसा त आम्दानी हुँदो रहेछ। सोरीमा वाग्लेजी हुनुहुन्छ अर्थमन्त्री होइन अहिले। यसरी चलिरहेको छ है हाम्रो चाहिँ अब छलफल कार्यक्रमहरु सबै साथीहरु यता हुनुहुन्छ।